ल अब सुरु गरौँ है त। आजको यो विशेष प्रस्तुतिमा हामी जापानी भाषाको अलिकति डरलाग्दो तर एकदमै रोचक सुनिने ध्वन्यात्मक लेखन प्रणालीको रहस्य खोल्दैछौँ। जापानी भाषा सिक्न थाल्दा सुरुमा यसका लिपिहरू पक्कै पनि अलिकति गाह्रो र धेरै समय लाग्ने खालका जस्ता लाग्न सक्छन्, तर साँच्चै भन्नुपर्दा यसको पछाडिको विज्ञान र इतिहास बुझिसकेपछि यो एकदमै जादुमय लाग्छ। आज हामी यही कुरालाई एकदमै सरल तरिकाले केलाउनेछौँ। आजको हाम्रो छोटो रूपरेखा यस्तो छ। पहिलो, जापानी कानाको उत्पत्ति। दोस्रो, हिरागाना अर्थात् घुमाउरो लिपि। तेस्रो, काताकाना अर्थात् कुना भएको लिपि। चौथो, स्ट्रोक अर्डरमा कसरी निपुण हुने। र अन्त्यमा आधुनिक सिकारुहरूका लागि उपलब्ध गजबका उपकरणहरू। त्यसो भए पहिलो भागबाट सुरु गरौँ। जापानी कानाको उत्पत्ति, जुन वास्तवमा बाहिरबाट साभार गरिएको एउटा सुरुवात थियो। यसको कथा आधुनिक जापानभन्दा धेरै अघि एउटा निकै ठूलो भाषिक चुनौतीबाट सुरु हुन्छ। सुन्दा अचम्म लाग्न सक्छ नि, तर सुरुवाती दिनहरूमा जापानी पुर्खाहरूसँग आफ्नै कुनै स्वतन्त्र लेखन प्रणाली नै थिएन। उनीहरू जापानी मज्जाले बोल्थे, तर लेखेर राख्ने आफ्नै लिपि भने थिएन। अनि त्यसपछि के भयो त? 5औं शताब्दीको आसपास उनीहरूले चीन र कोरियाबाट कान्जी चित्रलिपिहरू अपनाउन थाले। त्यति बेला अर्थ जेसुकै होस्, केवल ध्वनिको लागि मात्र कान्जी प्रयोग गरिन्थ्यो, जसलाई मान्योगाना भनिन्थ्यो। तर त्यो कान्जीमा यति धेरै धर्काहरू हुन्थे नि, लेख्न एकदमै झन्झटिलो हुन्थ्यो। त्यसपछि 8औं र 9औं शताब्दीतिर बौद्ध भिक्षुहरूले अलिकति दिमाग लगाएर र यसलाई एकदमै सरल बनाएर काना लिपिहरूको विकास गरे। यो कुरा धेरै पछि सन् 1900मा आएर बल्ल काना लिपिहरूको मान्यीकरण भयो र 1946मा त आधुनिक नियमहरू नै पूर्ण रूपमा स्थापित भए। यहाँनिर सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने ती एकदमै जटिल कान्जी चित्रलिपिहरूलाई बौद्ध भिक्षुहरूले ठ्याक्कै बोलिने जापानी भाषासँग मिल्ने गरी ध्वन्यात्मक सिलेबोग्रामहरूमा परिवर्तन गरिदिए। अब यो सिलेबोग्राम भनेको के हो त? यो भनेको यस्तो वर्ण हो जसले केवल एउटा निश्चित ध्वनिलाई मात्र प्रतिनिधित्व गर्छ। उदाहरणका लागि आन जस्तो एकदमै गाह्रो कान्जीलाई छुट्याएर सजिलो आ अर्थात् अ वर्ण बनाइयो। यसले गर्दा भाषा लेख्ने काम जादु जस्तै छिटो र सहज भयो। अब जाउँ भाग 2मा, हिरागाना अर्थात् घुमाउरो लिपि। यो नै जापानी लेखन प्रणालीको मुख्य आधार हो, जहाँ दुईवटा फरक ध्वन्यात्मक लिपिहरू देखा परे। त्यसमध्ये पहिलो हो हिरागाना। यसलाई वास्तवमा कान्जी स्ट्रोकहरूकै एउटा सरल र घुमाउरो क्यालिग्राफी रूप मान्न सकिन्छ। यो देख्नमा एकदमै कलात्मक, नरम र ठ्याक्कै बगिरहेको पानी जस्तै शान्त प्रकृतिको हुन्छ। अनि तेस्रो भागमा छ काताकाना, जुन चाहिँ अलिकति कुना परेको वा धारिलो लिपि हो। हिरागाना पछि देखा परेको यो दोस्रो लिपिले बिल्कुलै फरक दृश्य र कामको उद्देश्य बोकेको थियो। जहाँ हिरागानालाई कान्जीको पुरै रूप घुमाएर बनाइएको थियो, त्यहाँ काताकानालाई चाहिँ एउटा सिङ्गो कान्जीको सानो र निश्चित टुक्रा मात्रै काटेर निकालिएको थियो। त्यसैले त यो हेर्दा अलिकति कडा र सिधा देखिन्छ। अब यो भिन्नतालाई सँगसँगै हेरौँ त। दृश्य आफैमा कति प्रष्ट छ। एकातिर हिरागाना अ का ती लामा र घुमाउरा स्ट्रोकहरू छन् भने अर्कोतिर काताकाना अ का एकदमै तीखा र कुना परेका रेखाहरू छन्। दुवैले निकाल्ने ध्वनि एउटै अ हो, तर यिनीहरूको आकार भने बिल्कुलै फरक छ। एउटा गोलो र नरम, अर्को सिधा र धारिलो। अनि यहाँनिर एउटा एकदमै गजबको र स्पष्ट नियम छ है। हिरागानाले मौलिक जापानी शब्दहरू र व्याकरणलाई आधार दिन्छ, जस्तै वो, नि, हे, गा, हा जस्ता व्याकरणका कणहरू लेख्न हिरागाना नै प्रयोग हुन्छ। तर विदेशी मूलका शब्दहरू, विदेशी नामहरू र मङ्गाहरूमा प्रयोग हुने आवाज जनाउने शब्दहरूका लागि भने काताकाना प्रयोग गरिन्छ। त्यसैले यदि कसैको विदेशी नाम जापानीमा लेख्नु पर्यो भने ढुक्क हुनुहोस्, त्यो सधैँ काताकानामा नै लेखिन्छ। अब सिक्नेहरूको लागि एउटा सानो तर एकदमै काम लाग्ने कुरा छ, त्यो हो फुरिगाना। यो फुरिगानाले के गर्छ भने गाह्रा कान्जीहरूको ठिक माथि साना काना वर्णहरू राखेर नयाँ सिकारुहरू र बच्चाहरूलाई उच्चारण गर्न मद्दत गर्छ। यो साँच्चीकै नै एउटा सहयोगी पुल जस्तै हो। गाह्रो कान्जी देख्ने बित्तिकै आत्तिनु पर्दैन। माथितिर सानो अक्षरमा लेखिएको हिरागाना वा काताकाना हेरेर त्यसलाई सजिलै उच्चारण गर्न सकिन्छ। अब पालो भाग 4को स्ट्रोक अर्डर अर्थात् लेख्ने क्रममा कसरी निपुणता हासिल गर्ने। आधारभूत नियमहरू त हामीले बुझ्यौं। अब यी वर्णहरूलाई कोर्ने वास्तविक तरिका हेर्ने बेला आएको छ। जापानी भाषामा अक्षरहरूलाई मनलाग्दी जथाभावी कोरेर हुँदैन है। यसको एउटा एकदमै कडा अनुशासन छ जसलाई स्ट्रोक अर्डर भनिन्छ। भाषा सिकाइमा यो कति महत्त्वपूर्ण छ भनेर सायद भनिरहनु नपर्ला। त्यसैले एउटा कुरा सधैँ याद राख्नुहोला,
काना लेख्नु भनेको कागजमा जथाभावी धर्का तान्नु पटक्कै होइन। यो त एकदमै व्यवस्थित 1 2 3 गरेर गनिने स्ट्रोक अर्डरमा निर्भर हुन्छ, जसले हाम्रो हातमा दीर्घकालीन मसल मेमोरी बसाल्छ। बायाँबाट दायाँ, माथिबाट तल प्रत्येक रेखाको आफ्नै दिशा र क्रम हुन्छ। यसरी लेख्दा अक्षर सुन्दर मात्र देखिँदैन, पछि गएर छिटो छिटो लेख्न पनि एकदमै सजिलो हुन्छ। ल, यसलाई एउटा वास्तविक उदाहरणमै हेरौँ न। जस्तै सुशी जस्तो मौलिक जापानी शब्द लेख्न हिरागानाका सु र सी वर्णहरूको ट्याक्कै स्ट्रोकहरू कसरी पछ्याइन्छ हेर्नुहोस् त। सु लेख्दा पहिलो तेर्सो धर्का अनि ठाडो धर्कासँगै सानो घुमाउरो गोलो। त्यसपछि सी लेख्दा माथिबाट तल ल्याएर हल्का दायाँतिर घुमाउने। यो प्रक्रियाले अक्षरलाई कति जीवन्त बनाउँछ होइन त? त्यसैगरी बाँस, जसलाई जापानीमा ताके भनिन्छ, त्यो लेख्दा पनि हेरौँ। ताको लागि निश्चित स्ट्रोकहरू र केको लागि निश्चित स्ट्रोकहरू मिलेर यो सुन्दर शब्द बन्छ। यो त ठ्याक्कै एउटा कला जस्तै लाग्छ, जहाँ साना साना अर्थपूर्ण रेखाहरू मिलेर एउटा सिङ्गो चित्र वा शब्द तयार हुन्छ। अब यो सबै देखेपछि पक्कै पनि एउटा प्रश्न मनमा खेल्छ होला, हामी जस्ता भाषा प्रेमीहरूले धेरै तनाव नलिकन यी स्ट्रोकहरू कसरी सजिलै सिक्न सक्छौं त? प्राचीनकालका भिक्षुहरूले जस्तो अब महिनौं लगाएर एउटै अक्षर मात्रै लेखेर त बस्नुपर्ने बाध्यता पक्कै छैन होला नि, होइन? अनि त्यसैको उत्तर छ भाग 5 मा, आधुनिक सिकारुहरूका लागि उपलब्ध गजबका उपकरणहरू। प्रविधिको विकासले गर्दा नयाँ भाषा सिक्ने तरिका हिजो आज पुरै परिवर्तन भइसकेको छ। पहिलेको तुलनामा यो अब धेरै सजिलो र साँच्चै भन्नुपर्दा धेरै रमाइलो पनि भएको छ। आजभोलि नेपाली भाषामै उपलब्ध युट्युब ट्युटोरियलहरूदेखि लिएर एनिमेटेड पेन्सिल गाइडहरू भएका अनेकौं स्मार्टफोन एपहरू हाम्रै हातमा छन्। जापानी काना सिक्नको लागि अब मोबाइल स्क्रिन भए पुग्छ। प्ले स्टोरमा गएर कना, हिरागना एन्ड काटाकाना जस्ता एपहरू खोजेर डाउनलोड गर्न सकिन्छ। ती एपहरूले कुन धर्का पहिले तान्ने भनेर एनिमेसन मार्फत नै सिकाउँछन्। साथै डाउनलोड गरेर प्रिन्ट गर्न मिल्ने पीडीएफ अभ्यास पुस्तिकाहरूले घरमै बसेर अभ्यास गर्न पनि एकदमै सजिलो बनाइदिएका छन्। यसरी एउटा व्यवस्थित तरिका अपनाउने हो भने सुरुमा गाह्रो लाग्ने कुरा पनि कति छिट्टै एउटा रमाइलो र फलदायी अनुभवमा परिणत हुन्छ भन्ने कुरा स्पष्ट हुन्छ। आफ्नै गतिमा सिक्न पाउँदा र यी सुन्दर लिपिहरूको रहस्य बुझ्दै जाँदा भाषा सिक्नु भनेको कुनै तनाव होइन, एउटा एकदमै आनन्ददायक यात्रा बन्न पुग्छ। त्यसो भए अब यो यात्रा सुरु गर्दै गर्दा तपाईको विचारमा सबैभन्दा पहिले कुन लिपिमा निपुणता हासिल गर्नुहोला त? त्यो घुमाउरो र कलात्मक मौलिक हिरागाना वा धारिलो र चट्ट परेको विदेशी केन्द्रित काटाकाना? आजै कुनै एउटा रोजेर यो सुन्दर जापानी भाषाको संसारमा पक्कै पनि पाइला टेक्नुहुनेछ भन्ने आशा छ।